हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ हजुरलाई नेपालको युट्युब च्यानलमा म हुँ हजुरको होस्ट रेजिता र आज हामी आएका छौँ सूर्य विनायकमा रहेको बजाजको सोरुममा बजाज बाइकको बारेमा जानकारी लिनको लागि। फाइनली हामी बजाजको सोरुममा आइसकेका छौँ। बजाज NS 160 को बारेमा जानकारी लिनको लागि। हजुरलाई यस्तै अरू कुनै बाइकहरूको बारेमा जानकारी लिन मन छ भने हजुरले हाम्रो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ। साथै हजुरहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र नोटिफिकेसन बेललाई पनि क्लिक गरिदिनु होला। मेरो अगाडि रहेको छ NS 160 मोडल बजाजको र अब यसको बारेमा हामी केही जानकारी लिनेछौँ। सो सर्वप्रथम हजुरलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। थ्याङ्क यू। मलाई यो कस्तो खालको बाइक हो भनेर थोरै जानकारी दिनुहोस् न। हजुर यो चाहिँ स्पोर्ट्स टाइपको बाइक हो। यसमा चाहिँ हजुरलाई यङ जेनेरेसनहरूले मन पराउनुहुन्छ। प्लस अझ माइलेज पनि ठिकै छ, यसको पिकअप पनि ठिकै भएको भएर 160 को अहिले चोइसमा चाहिँ छ। कलरमा चाहिँ 3वटा एभाइलेबल छ हजुरको। यसमा व्हाइटमा, ग्रेमा अनि प्लस ब्लूमा आउँछ। यो बाइकमा चाहिँ कस्तो खालको इन्जिन युज भएको छ त? यसमा चाहिँ हजुरको 160.3 को 4 स्ट्रोक ओइल कुलिङ सिस्टमको इन्जिन छ। हजुर यो बाइकको पिक पावर र टर्क चाहिँ कति छ त? 15.5 चाहिँ पिक पावर छ यसको हैन, अनि तपाईँलाई 14.5 चाहिँ एनएम छ। हजुर अब यो बाइकको लाइट्सहरूको कुरा गरौँ होइन, यो बाइकको लाइट्स चाहिँ अगाडि पछाडि कस्तो खालको लाइट युज भएको छ? यसको अगाडि एलइडी लाइट छ, पछाडि पनि एलइडी लाइट, टु साइडमा एलइडी लाइट पनि छ। हजुर त्यसो भए यो बाइकमा अब कस्तो खालको सस्पेन्सन युज भएको छ त? अगाडि डुअल सक छ, पछाडि चाहिँ सिङ्गल मोनो सक हो यसको। हजुर अब यो बाइकको ब्रेक्सहरूको कुरा गरौँ, ब्रेक चाहिँ कस्तो खालको ब्रेकिङ सिस्टम युज भएको छ यो बाइकमा? ब्रेक भनेको हजुरको यो सिङ्गल एबिएस ब्रेक सिस्टम हो। अगाडि चाहिँ एबिएस ब्रेक सिस्टम, पछाडि चाहिँ सिम्पल ब्रेक सिस्टम छ यसमा। यो बाइकको सिट हाइट र ग्राउन्ड क्लियरेन्स चाहिँ कति छ त? यसको सिट हाइट चाहिँ 795 mm छ, यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 144 mm छ। हजुर यो बाइकको स्पिड र माइलेज चाहिँ कति छ त? यसको माइलेज चाहिँ हजुरलाई कम्पनीले हामीलाई भनेअनुसार चाहिँ 30 to 35 छ होइन। स्पिड त्यही हो, अब हजुरले कसरी कुदाउनुहुन्छ त्यसमा डिपेन्ड गर्छ। त्यही पनि अब यस्तो राइडरमा पनि डिपेन्ड गर्छ होइन। हजुरको चाहिँ हामीले भन्दाखेरि चाहिँ अथोराइज चाहिँ हजुरको 120 हो म्याक्सिमम चाहिँ हजुरको स्पिड चाहिँ। हजुर यो बाइकको फ्युल ट्याङ्क क्यापेसिटी चाहिँ कति हो? यसको फ्युल क्यापेसिटी चाहिँ 14 हो होइन। रिजर्भमा चाहिँ हजुरको 3 लिटरमा बस्छ, यसमा चाहिँ 3 लिटर चाहिँ रिजर्भमा राख्नुपर्छ। अब यो बाइकको टायर्सहरूको थोरै कुरा गरौँ, यो बाइकमा टायर चाहिँ कस्तो खालको युज भएको छ? यसको चाहिँ अगाडि पछाडि ट्युबलेस टायर हो होइन। टायरमा चाहिँ हजुरको 2 इयर्स वारेन्टी हुन्छ, अनि पुरै बाइकमा चाहिँ हजुरको मेन चाहिँ इन्जिनमा वारेन्टी हुन्छ 5 इयर्सको। त्यसमा चाहिँ हजुर टायरमा चाहिँ 1 इयरको हुन्छ। हजुर यो टायरहरू चाहिँ अफ रोड अन रोड दुइटैको लागि सुइटेबल छ कि कस्तो? एकदम स्पोर्ट्स टाइपको बाइक हो होइन। प्लस यसमा अब तपाईँको माइलेज हेरेर यङ जेनेरेसनको लागि फोकस गरेर प्राइस पनि रिजनेबल छ नि त 160 को। अब 200 NS चाहिँ चलाउँछु भन्नुपर्ने मोडल त सेम छ नि त हजुरलाई, कलर पनि सेम आउँछ 200 NS सँगसँगै। त्यही भएर हजुरलाई यो चाहिँ राम्रो छ, अफ रोडको लागि पनि राम्रो हुन्छ। अब हाम्रो हाइवे काठमाडौँको लागि पनि राम्रो, प्लस तपाईँलाई माइलेज पनि राम्रो दिन्छ अहिले। हजुर यो बाइकको च्यासिस चाहिँ कस्तो छ त यो बाइकमा? यसको च्यासिस चाहिँ ट्युबलेट फ्रेम छ हजुरलाई। हजुर यो बाइकको इन्स्ट्रुमेन्ट क्लस्टर चाहिँ कस्तो छ? यो डिजिटल हो कि एनालग हो कि कस्तो हो? यो चाहिँ हजुरको डिजिटल हो। हजुर अब चाहिँ म हजुरलाई यो बाइकको प्राइस सोध्छु होइन, यो बाइकको प्राइस चाहिँ कति छ? यसको चाहिँ 324,900 छ हाम्रो मार्केट प्राइस हो त्यो 324,900। त्यसमा चाहिँ हजुरलाई डिस्काउन्ट हुन्छ अहिले, अफरहरू पनि आउन लाग्छ, दसैँ अफर। हाम्रो यो भदौको अन्तिमदेखि दसैँ अफर पनि आउँछ होला सायद। अब अहिले भनेको मार्केटमा चलेको हामीले डिस्काउन्ट भन्दा पनि बजाजमा चाहिँ अहिले कस्तो भने सेल्समा क्वालिटी हेरिरहेको छ कि क्वान्टिटी होइन। हाम्रो कम्पनीले अथोराइज गरेको चाहिँ हामीलाई 4000 लेगार्ड हेलमेट भनेर भन्नुभएको छ होइन। त्यसमा अब कस्टमर हेरेर कुन कन्डिसनमा हुन्छ त्यो अनुसारले हामीले डिस्काउन्ट दिइरहेको छौँ। हजुर अनि हजुरहरूको बाइकको डाउन पेमेन्ट्स EMI को चाहिँ के कस्तो व्यवस्था? फाइनेन्स चाहिँ हाम्रो कम्पनीले पनि प्रोभाइड गरेको छ, हुलासबाट पनि छ होइन। अब अहिले NS को लागि कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा चाहिँ हजुरको 40% देखि डाउन पेमेन्ट गर्नुपर्छ होइन। यता हाम्रो लोकल फाइनेन्समा हामी फाइनेन्स गरिदिन्छौँ। अनि हाम्रो कम्पनीले प्रोभाइड गरेको चाहिँ 220 बाइकमा छ होइन। त्यसको लागि चाहिँ 25% डाउन पेमेन्टमा हजुरलाई 12% इन्ट्रेस्ट लिएर हामीले डाउन पेमेन्ट गरेर 18 मन्थको EMI हुन्छ हजुरको।
अनि हाम्रो लोकल फाइनेन्समा फाइनेन्स गर्दाखेरि चाहिँ हजुरको 24 मन्थको इएमआई हुन्छ, त्यसमा चाहिँ 40% देखि सुरु हुन्छ डाउन पेमेन्ट, त्यसमा 16% ब्याज लाग्छ, फाइनेन्स अनुसार हुन्छ। अहिले हायर पर्सेन्टमा सबैमा 16% नै छ। हजुर यो स्किम चाहिँ चेन्ज भएको हो कि यो अस्तिदेखि नै कन्सटेन्ट हो? अब यस्तो हुन्छ, स्किम चेन्ज भन्दाखेरि पनि न्यु इयरमा एक थरी आउँछ होइन। अब मेन फाइनेन्समा चाहिँ योभन्दा अगाडि चाहिँ हाम्रो बजाजले चाहिँ हुलासले चाहिँ 0%मा गरेको थियो, त्यो चाहिँ अहिले छैन। यो हाम्रो आर्थिक वर्ष साउनदेखि चाहिँ हजुरको स्किम चेन्ज गरेर 0% हटाएर तपाईँको 50% डाउन पेमेन्ट गर्नेलाई चाहिँ 6% इन्ट्रेस्ट होइन, अनि हजुरको अब 15% भन्दा कम डाउन पेमेन्ट गर्नेलाई चाहिँ हजुरको कस्तो 12% इन्ट्रेस्ट, प्लस त्यसमा फेरि बिचमा अलिकति कम ठिक्क गर्नेलाई चाहिँ हजुरको 9% इन्ट्रेस्टसम्म छ। 3 थरीको डिभाइड गरेर कस्टमरलाई सर्भिस दिइरहेछ क्या बजाजले चाहिँ अहिले। हाम्रो पर्सनलमा चाहिँ हाम्रो यता लोकलमा चाहिँ त्यही हो, 16 मै हुन्छ। डाउन पेमेन्ट चाहिँ 40 देखि सुरु हुन्छ। हजुरले त्यो 18 महिनामा तिर्नुपर्ने भन्नुभयो नि होइन, अनि त्यो मन्थली चाहिँ हामीले कति तिर्नुपर्छ? त्यो इएमआई भनेको बाइकमा डिपेन्ड गर्छ, बाइकको प्राइसमा डिपेन्ड गर्छ, अनि प्लस हजुरको लोनमा डिपेन्ड गर्छ। हामीले यति इएमआई भन्न मिल्दैन। सुरुमा अब हजुरको डाउन पेमेन्ट कति पर्छ त्यो कस्टमरले तिर्ने हो। बाइक अब सपोज यसको 224,900 छ भने यसको हजुरले 40% डाउन पेमेन्ट गर्नुभयो भने 60% लोन हुन्छ नि त। अब सपोज यसको फेरि हजुरले 50% डाउन पेमेन्ट गर्नुभयो भने त लोन 50% हुन्छ नि त। अनि इएमआई डिफ्रेन्ट हुन्छ क्या, फरक हुन्छ। त्यही भएर हामीले एक्ज्याक्ट यति नै पर्छ भन्न सक्दैनौँ। सोरुममै आउनुपर्छ, सबै हिसाब गर्नुपर्छ, अनि थाहा हुन्छ हजुरलाई। हजुरको यो सोरुमहरू चाहिँ कता कता छ त? हाम्रो सोरुम भनेको चाहिँ हजुरको भक्तपुर जिल्लाको लागि चाहिँ ठिमीमा छ, गठाघरमा। अनि मेन हाम्रो चाहिँ यो हाम्रो 22 वर्ष समथिङ पुगिसक्यो हाम्रो यो बजाजको। यो हाम्रो चाहिँ पुरानो हो सूर्य विनायकमा। हाम्रो सर्भिस सेन्टर चाहिँ यहाँ तल राम मन्दिर पुलनिर छ, हाम्रो आफ्नै सर्भिस सेन्टर भयो। अनि अब हाम्रो सोरुम चाहिँ यहाँ हो काठमाडौँ भ्यालीकोमा चाहिँ होइन। मलाई त्यति थाहा भएन, तर मेरो विचारमा +20 छ होइन काठमाडौँ भ्याली भरि। अनि तपाईँको अरू मेन सिटीहरूमा छ, बाहिर पोखरामा छ, हेटौडामा छ, बुटवलमा छ, सबैमा छ, भैरवामा छ। हजुरको सर्भिस सेन्टर्सहरू चाहिँ कता कता छ त? हाम्रो सर्भिस सेन्टर कस्तो हुन्छ भने बजाजको सोरुम राखेपछि सर्भिस सेन्टर पनि प्रोभाइड गर्नै पर्छ कि, कम्पनीले नै हामीलाई अथराइज दिएको हुन्छ। त्यही भएर जुन सोरुम छ नि, जहाँ राखेको हुन्छ नि, उहाँहरूले सर्भिस सेन्टर आफ्नो पर्सन खोल्नै पर्छ कि। हाम्रो भक्तपुरको लागि हाम्रो भयो यहाँ तल होइन, अनि प्लस हाम्रो शाखा भनेर दुवाकोटमा पनि छ बजाजको होइन। अब ठिमीको पनि आफ्नै छ, त्यही हो, आफ्नै हुन्छ। हजुर यो बाइकको पार्ट्सहरू पाउन चाहिँ कतिको गाह्रो छ त? बजाजको भनेको पार्ट्स एभाइलेबल प्लस रिजनेबल प्राइसमा पाउँछ होइन। त्यही भएर पनि बजाजको एकदम म्याक्सिमम चढ्या छ। हजुर हेर्नु न, बाइक रोडमा हेर्नु न, पल्सर मात्र बढी हुन्छ क्या। 4-5वटा बाइकमा 4वटा त पल्सरै हुन्छ है। स्कुटर पनि छैन कि, हाम्रो बाइकले नै मार्केट लिइरहेछ। प्लस तपाईँको हाम्रो वारेन्टी पनि 5 इयर्स भयो, गत वर्षदेखि सुरु भएको। अनि तपाईँको सबैमा ट्युबलेस टायर भयो सबै बाइकहरूमा होइन, राम्रो छ बाइक। त्यही भएर तपाईँको बाइक चल्छ, पार्ट्स पनि एकदम रिजनेबल प्राइसमा पाइन्छ। अनि सर्भिस सेन्टर पनि सोरुमसँगै सर्भिस सेन्टर भयो। सर्भिस चाहिँ हाम्रो राम्रो छ अहिलेसम्मको चाहिँ। हामीले नसके पनि कम्पनीले पनि सर्भिस प्रोभाइड गर्छ क्या। अनि हेल्पलाइनहरू छ, सबै कन्ट्याक्ट गऱ्यो भने सर्भिस दिन्छ, राम्रै सर्भिस छ। हजुर यो बाइक चाहिँ कतिवटा कलर अप्सनमा आउँछ? हाम्रो NS 160 चाहिँ कलर अप्सन भनेको हजुरलाई यो ग्रे भयो होइन, म्याक्सिमम जाने कलर यो भयो। अनि यसमा हजुरको ब्लू आउँछ, अनि रेडमा आउँछ। हजुर त्यो कलर अनुसार प्राइस डिफ्रेन्ट छ कि सेम हो? होइन, कलर अनुसार प्राइस डिफ्रेन्ट हुँदैन। हजुरको प्राइस भनेको चाहिँ तपाईँको मोडल वाइज प्राइस डिफ्रेन्ट हुन्छ, कलरमा चाहिँ सेम प्राइस हुन्छ। अनि प्राइस पनि तपाईँको होल नेपालभरि एउटै प्राइस हुन्छ क्या। हामीले बनाएर चाहिँ भन्नु मिल्दैन, डिस्काउन्टमा डिफ्रेन्ट हुन्छ, प्राइसमा चाहिँ फरक पर्दैन। सो हजुर हाम्रो भ्युअर्सहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त? हाम्रो चाहिँ यस्तो हुन्छ, मन्थली वाइज अथवा क्वार्टर वाइज होइन, कम्पनीले नै हामीलाई टेस्ट राइडहरू गराउनु भनेर उताबाट हामीलाई जानकारी दिइरहेको हुन्छ। त्यही अनुसारले हामीले टेस्ट राइड गर्छौँ। अनि त्यही प्लस हजुरको सोरुमले पनि कस्टमरहरूलाई कुन बेला चाहनुहुन्छ होइन, आउनु सक्नुहुन्छ, टेस्ट राइड पनि गर्न सक्नुहुन्छ। हामी सबै सुविधा दिन्छौँ हजुर। हाम्रो स्किमहरू पनि चेन्ज भइरहेको हुन्छ होइन, टेस्ट राइड गर्दा फरक पर्दैन, हामी आउँदा हुन्छ। अब कसैले यदि बजाजको बाइक लिन चाहनुहुन्छ भने आउनुहोस्, सूर्य विनायक भक्तपुरको सूर्य विनायक चोकमा एभरेस्ट ब्याङ्कको तल छ हाम्रो सोरुम। हजुरलाई फाइनेन्सको पनि सुविधा हुन्छ, डिस्काउन्ट पनि राम्रो हुन्छ। अब प्लस तपाईँलाई सबै सुविधाहरू छ हाम्रोमा। थ्याङ्क यू सो मच फर द इन्फर्मेसन। वेलकम। अब हामी पल्सर NS 160 को एक्जस्ट साउन्ड सुन्न जाँदैछौँ।
यो थियो हाम्रो बजाज NS 160 को बारेमा जानकारी। हजुरलाई यस्तै अरू कुनै बाइकहरूको बारेमा अझै धेरै जानकारी लिन मन छ भने हजुरले हाम्रो वेबसाइट www.nepbike.com मा पनि गएर हेर्न सक्नुहुन्छ। साथै अब हजुरलाई कुन बाइकको बारेमा जानकारी लिन मन छ भनेर हजुरले कमेन्ट सेक्सनमा गएर कमेन्ट पनि गर्न सक्नुहुन्छ र भविष्यमा आउने भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र हाम्रो इन्स्टाग्राम अकाउन्ट नेपबाइक अफिसियललाई पनि फलो गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। आई सी यू इन माई नेक्स्ट भिडियो। बाई बाई।